हेलो नमस्ते सबैजनालाई है। म धेरै दिनको बाद आएको छु भ्लग गर्दै है। आज चाहिँ सडनली किनभने आएको है। एक्ज्याक्टली हामी चाहिँ जलुका आएको थियो है। सो यहाँनिर चाहिँ यता मरुमा आएको थियो एक्ज्याक्टली चाहिँ। सो सडनली हामी चाहिँ है यो माथिसम्म आइपुग्यो। त्यही भएर चाहिँ सडनली यो लुङथुङ भन्ने जग्गादेखि चाहिँ मैले भ्लग सुरुवात गर्दैछु है। यो गाडी चाहिँ मेरो ऊ पर छ। सो यता चाहिँ मिसहरू हुनुहुन्छ है। हेर्नुहोस् है गाडी चाहिँ कोही कोही एउटा कुद्दैछ। सो सडनली बनाएको है यो भ्लग चाहिँ है। त्यही भएर आजको सडन भ्लग हो यो चाहिँ। तपाईँको त्यस्तो उयो थिएन है, प्लानिङ थिएन। त्यही भएर सो अब हेरौँ है कहाँसम्म हामी जान्छ है। तपाईँहरूलाई देखाउनेवाला छु, जानेवाला बनाउनेवाला छु भिडियो है। सुमिसको यहाँ फोटो सुटिङ हुँदैछ। लुङथुङमै छ है अहिले चाहिँ हामी। सो यहाँबाट चाहिँ पारी पारी देख्दैछ है, तपाईँको देख्न सक्नुहुन्छ है। ऊ पर चाहिँ आर्मीको क्याम्प पनि छ है, जुन चाहिँ परसम्म छ है। सो हेर्दै जाउँ है, तपाईँलाई अब देखाउँदै जान्छु। आजको क्लाइमेट त राम्रो भइरहेछ है, धेरै एकदम छ्याङछुङ छ है, उज्यालो छ। सो अहिले चाहिँ मजाको देख्दैछ है। मिसहरूको चाहिँ अहिले नि फोटो खिचाइ हुँदैछ। सो यहाँनिर धेरै दिनको बाद आएको है, किनभने म चाहिँ पहिला नै आइसकेको यो जग्गा है। तर घुम्नु आएको थिएँ है। योपालि चाहिँ आफ्नै गाडी लिइकन यता मिसहरूलाई खाजारी मरुमा आएको थियो है। घुमाउनु ल्याएको थियो। घुमाउनु त के भन्नु, खाजारी अनसडन प्लान हो यो। किनभने है म चाहिँ खाजारी जलुकसम्म आएको, मरु घरमा आएको थियो है। सो त्यही भएर चाहिँ उनीहरूले अलिक माथिसम्म जाउँ भनेर चाहिँ अहिले चाहिँ हामी चाहिँ धेरै माथिसम्म पुग्दा चाहिँ सो भ्लग बनाएको। हजुर ए हुन्छ हुन्छ। सो भ्लग बनाउनु थालेको मैले है, यो धेरै दिनको बाद है। यो उकालो धेरै लामोको बाद बनाउँदैछु भ्लगहरू है। सो अहिलेको क्लाइमेट चाहिँ यस्तो छ है। भगिहरू अलिअलि लाग्दैछ, लाग्दै हराउँदै गर्दैछ है। सो हेरौँ है। सो अहिले चाहिँ हामी चाहिँ फोटोसोटो खिचिकन है जाँदैछु तल गाडी बाछोमा है। सो यहाँ चाहिँ चरा उड्दै रहेछ है, देख्न सक्नुहुन्छ। चरा छेउछेउमा उड्दैछ है चराहरू यहाँनिर चाहिँ। म चाहिँ गाडी लिन जाँदैछु है अलिकति उता। त्यही भएर यहाँबाट उनीहरू उता निक्लिने, त्यही भएर म चाहिँ गाडी लिन जाँदैछु। सो यहाँबाट ओह्रालो झर्दैछु है। यहाँबाट चाहिँ तपाईँको ओह्रालो ओह्रालो कताबाट आउँछ निक्लिन्छ है। अझै नि कतिवटा फुल त तपाईँको फुल्दै रहेछ है। तर अब फुल्नु त के भन्नु, सिजन गएको है। एक दुईवटा फुल चाहिँ रहेछ यहाँनिर उयोहरू है। यहाँ देख्दैछ अलिअलि फुलहरू रहेछ। अब खासै अहिले त सिजन त होइन, खासैले आउने त है। तर पनि अब सडन प्लानमा आएको हो। त्यही भएर चाहिँ अब सडन प्लानमै आइभयो हाम्रो चाहिँ, किनभने चाहिँ त्यस्तो प्लानिङमा थिएन है यो चाहिँ। अब चाहिँ हामी नेक्स्ट मजाले है अब आउने अक्टोबरमा चाहिँ यो फुलको सिजन भएको टाइममा चाहिँ आउनेवाला छ है। त्यति बेला तपाईँहरूलाई देखाउनेवाला छु है। अहिले त त्यस्तो केही छैन तपाईँको है, किन अहिले त सिजन पनि होइन। खास सिजन चाहिँ तपाईँको अक्टोबरतिर आइन्छ है। तपाईँहरूले मजाले देख्नु सक्नुहुन्छ यहाँबाट है। किन अब त जस्तो यसो घुम्नुमा त आएको है, घुम्दै घुम्दै आएको। सो आज चाहिँ धेरै भएको थियो है भ्लग पनि नगरेको है। मान्छे धेरै सोध्दै थियो है भ्लग किन नगरेको भनेर। किनभने चाहिँ म चाहिँ अहिले स्कुलको ड्युटीले गर्दाखेरि त्यस्तो गर्नु भ्याउँदिनँ पनि है। त्यति खास केही हुँदैन है। सो तपाईँहरूलाई के देखाउनु हुन्छ है। त्यही भएर अलिकति तपाईँहरू आफै है यसो तपाईँहरूले नि कमेन्ट गरिदिनु भयो नि है। अब तपाईँको अलिकति यसो आइडिया दिनुभयो नि स्कुलको विषयमा लिएर है। त्यही आइडियाबाट म बनाउनेवाला छु भ्लग है। सो अहिले चाहिँ मैले केही भ्लग बनाएको छुइनँ, त्यो केही आइडिया नआएर है। हुन त धेरैजना मान्छे भन्दै थियो अब स्कुलहरूको यसो उयो बनाउनु भाइ भन्दै थियो, भ्लगहरू बनाउनु भन्दै थिएँ। सो अब हेरौँ है, हेरौँ के हुन्छ। अब बनाउनेवाला छु भ्लगहरू है। धेरै भएको थियो गाडी निकालेरकोदेखि चाहिँ मैले नबनाएको त्यस्तै 4-5 महिना त भइसक्यो है। अगाडि त अलिअलि रिल्सहरू चाहिँ बनाएँ यो गाडीको है। त्यस्तोहरू त केही बनाएन। अब चाहिँ गाडी बाछोमा आइपुग्यो है। उनीहरू मिसहरू चाहिँ उता निक्लिँदै, त्यही भएर म चाहिँ यहाँबाट जाँदै गर्छु। सो परनिर निक्लिन्छ ल मिसहरू है। सो अब चाहिँ म तपाईँलाई यहाँ स्ट्यान्डमा राखिन देखाउनेवाला छु। अब चाहिँ म तपाईँलाई अलिकति
हिँडेको त साह्रै उयो लामो हुन्छ होला है गाडीमा हिँड्दै गरेको सो त्यही भएर म डाइरेक्ट अलिकति स्पिडमै बढाउनेवाला छु है सो हेर्दै जाउँ है अब कहाँसम्म पुग्दो रहेछ तपाईँहरूले देखाउनेवाला छु आजको भ्लगमा है के हुनेवाला छ सो यो चाहिँ सडन भ्लग हो है त्यही भएर सो अहिले फेरि कुहिरो लाग्नु थाली गयो है एकछिनमै कुहिरो लाग्छ एकछिनमै हुन्छ है यहाँ चाहिँ यसरी वाल लगाएर रहेछ है माथिबाट चाहिँ आउँदैछ मिसहरू है कुहिरो लाग्नु थाली गयो ड्यामडुमै है देख्नु त केही छोडी गयो तर पनि है गाडी कुद्नु चाहिँ कुद्दैछ तर आजको दिन चाहिँ अलिक भयो नि राम्रो भइरहेछ है मजाको भइरहेछ यता चाहिँ मिसहरूको प्लानिङ गर्दै रहेछ यसले भ्लग बनाउने तपाईँहरूले पनि सपोर्ट गरिदिनुहोस् है सबैजनालाई है यहाँ पछि पनि देख्नुहुन्छ मिसहरू हेरौँ है गाडीको चारजना त एकजना त कता हरायो भन्छ ढकमक फुलाउने मैले मायाले दिएको चिनो मैले यतानिर चाहिँ मजाले ड्याममै फुल फुलिरहेको रहेछ एक्साइटेड भइसक्यो है मिसहरू एकदम यहाँनिर फुल देखेर चाहिँ एकदम ओभरै एक्साइटेड भइसक्यो है सो अहिले चाहिँ हामी चाहिँ त्यही जग्गामा जाँदैछौँ है उहाँ माथि छ तपाईँको फुल चाहिँ मजाले ड्याममै फुलिरहेको रहेछ है पिङ्क कलरमा तपाईँको हेर्नुहोस् यहाँ चाहिँ मजाले रहेछ नि अलिकति भयो नि फुल फुल यहाँ चाहिँ ड्याममै रहेछ मजाले तर त्यति बेसी त छैन रहेछ हौ आज नि है अलिकति छ तर झन्डैले यति चाहिँ रहेछ अलिकति भयो नि यति भयो नि तर भयो नि देख्नु पाएँ त ममताजी तपाईँहरूले त यति भयो नि रहेछ यहाँनिर फोटो खिचिनु हुने रहेछ यहाँबाट उहीँ पर यहाँबाट ठिक्क हुने रहेछ खिच्नु चाहिँ यस्तो सास बढेर आयो चिसोले गर्दा यहाँबाट खिच्नु ठिक्क हुनेछ हौ टक्क तपाईँको भनौँ भन्दा यो चाहिँ जग्गा चाहिँ हो तपाईँको कुबुक है यो कुबुक भन्ने जग्गामा चाहिँ आइपुग्यो है अहिले चाहिँ हामी यहाँ टक्क आइपुग्यो अहिले चाहिँ हामी कुबुकमा यही जग्गामा चाहिँ है कुबुकमा यहाँनिर चाहिँ फुलहरू फुलिरहेको रहेछ अलिअलि है सिजन गएको तर नि अहिले त हामी कुबुक आइपुग्यो नि हौ अब त सो अहिले चाहिँ हामी घुम्दा घुम्दा है यहाँ कुबुक आइपुग्यो तपाईँको कुबुक आइसक्यो टक्कै है यो तपाईँको झिल हो टक्कै अब चाहिँ हामी चाहिँ यहाँ आइपुग्यो यो कुबुकमा सो यहाँ चौरी ऊ तलतिर रहेछ है यो त पोलिथिन जस्तो उयो पनि बनाएर रहेछ त हौ हजुर मजबुत बनाएर रहेछ तर बस बनाउँछ को एक्टिभ छ गन सोध्यो है त्यस्तो टाइम लागेन त्यही भएर अहिले
तपाईँको कति बज्दैछ भने 12:05 त हुँदैछ है। 12:05 मा टक्कै कुपुक आइपुग्यो। हामी बिहान छिटै नै थियो, त्यस्तै 8 साढे 8 चाहिँ त घरबाट हिँडिसकेको थियो है डाक्लेबाट। सो अहिले चाहिँ जाँदैछ तलनिर है पास सोध्नु लागि। पास किनभने हामीले बनाएको थिएन, अचानकले आएको है। त्यही भएर तलनिर चेकपोस्टमा चाहिँ अब दिन्छ है दिँदैन है, हेरौँ है। दिएछ भने चाहिँ अब हाम्रो चाहिँ अब माथि छाङ्गुईसम्म जाने उयो छ है। त्यही भएर अब हेरौँ अब जान दिन्छ दिँदैन। तर आज सडनली प्लान गरेको है, धेरै मजा आइरहेको छ। आजको दिन चाहिँ राम्रो नि राम्रो भइरहेको छ। तपाईँको अहिले हिउँ पनि छैन है। सो सडन प्लानमा आएको तर मजा आइरहेछ है। अझै पनि अब उनीहरू चाहिँ मिसहरू यता चाहिँ अक्टोबर आउने कुरा गर्दैछ है। फेरि आउने रे, त्यो फुल फुलेको टाइममा चाहिँ मजाको देख्छ, त्यति बेला आउने है। अहिले त खास त्यति साह्रो सिजन त होइन, तर पनि है अब यसो घुम्नु आएको उकालो आएको बेलामा है। छुट्टीको टाइममा उनीहरू पनि ड्युटीमा ड्युटी हुन्छ है। अब पढाउनुपर्छ, त्यही भएर कहीँ घुम्नु पाउँदैन है। अब यसो सन्डेको दिन आइतबारको दिन है यसरी मजाले अब रेस्ट गरिदिन्छ। अब यसरी घुम्दै इन्जोयमेन्ट गर्दैछ है। आज उनीहरूलाई मजा आइरहेछ, किनभने उनीहरूको पनि अब नानीहरू हुन्छ है। तर उनीहरू नानीहरू लिएन, त्यही भएर उनीहरूलाई अब धेरै सजिलो भइरहेछ। किनभने है अब नानी छ भने त साह्रो पर्छ, यता नानीलाई सम्हाल्नु कि उसलाई गर्नुहुन्छ है। त्यही भएर अहिले नानी छैन उनीहरू, त्यही भएर मजाले घुमिरहेछ है। हाँसखेल गर्दै मजा आइरहेछ। सो हेरौँ अब है के हुँदो रहेछ। पास दिन्छ दिँदैन, दिएछ भने चाहिँ है उतैसम्म जानेछु, छङ्गुसम्म। सो हेरौँ आजको के हुँदो रहेछ है। अब छङ्गुसम्म जाने हो कि यहीँ कुपुकदिन फर्काउनुपर्ने हो कि हेरौँ है के कसो हुन्छ। यो ब्लगमा हेर्दै गर्नुहोस् होला है। सो आजको ब्लग चाहिँ यस्तै छ है। अब यहाँ तलतिर चाहिँ चौरीहरू रहेछ है। चौरी रहेछ, ऊ तल चौरी घुम्दैछ है। अझै चौरीहरू घुम्दैछ। लास्ट टाइममा हामीले चाहिँ है कुपुकबाट चाहिँ पायो है, जाँदा हुन्छ भन्ने। त्यही भएर अब जाँदैछु उतातिर है। झन्डाले उयो चाहिँ पाइहाल्यो है पास चाहिँ। अब उता त छाङ्गुमा पर्दैन, यहाँबाट पाइहाल्यो नि भयो नि कुपुकबाट। छ गाडीमा पुग्छ 3-4 अर्काको सराउँछ गुगल पे गर। जिन्दाबाद गुगल पे। सो अहिले चाहिँ हामी चाहिँ फाइनली यता तपाईँको छाङ्गु आइपुग्यो है। त्यस्तो प्लान त थिएन, तर पनि है यो आज साथ दिएर चाहिँ अब हामीले यहाँसम्म आइपुग्यो है। यहाँ चाहिँ तपाईँको लेखेको छ चौरीमा आई लभ सिक्किम भनेर है। यसरी वी लभ सिक्किम भने वेलकम भनेर यसरी चाहिँ घाँस होला नि, घाँस नि बिचरा। लु ममता दिदी बस्ने हो। देख्यो होला पुड्का पाड्की बिचार ए अब करिश्मा मिसल फोटो सुट गर्ने हेर्दै हो खै। आई लभ छाङ्गु भनेर लेखेर रहेछ। Meta badala sa badala. फर्किँदैछु। अब चाहिँ हामी चाहिँ फर्किँदैछु है। यहाँ पुरानो बाबा मन्दिरमा आइपुग्यो है। सो म चाहिँ यहाँनिर चाहिँ तपाईँको यो पुरानो बाबा मन्दिरमा चाहिँ यसरी पैसा हालेर चाहिँ पैसा पायो भने चाहिँ के पो भन्छ हजुर? कति? हाउ मच? 2 रुपियाँ?
हुन्छ नि है सिप गएको मात्रै हुन्छ त्यही भएर है यहीँनिर बनाउँदैछु भ्लगहरू है सो आजको भ्लग चाहिँ यहीँसम्म मात्रै